हरे कृष्ण सम्पूर्णमा म विष्णुप्रियाको के गर्नु देशमा है बारम्बार जहिले त्यस्तै घटनाहरू घट्छ। अब सरकारले राम्रो अब एउटा होइन कानुन ल्याएर चाहिँ अपराधीलाई कडाभन्दा कडा सजाय व्यवस्था गरिदिनु भयो भने चाहिँ अलिकति अपराध कम हुन्थ्यो होला है। गरौँ अब होइन विश्वास गरेको छौँ सरकारमाथि। अब सरकारले ती हाम्रा बालबालिका ती नानीहरू होइन उनीहरूको लागि चाहिँ केही चाहिँ अब गर्नुहुन्छ होला होइन, न्याय दिनुहुन्छ होला। के गर्नु संसार अब यस्तै हो होइन। तीमाथि कलियुग अब हरेक व्यक्तिमै दानव छन् होइन। कतिखेर त दानवपन पलाउँछ थाहा पनि छैन। त्यही भएर एकदमै गाह्रो छ है, स्पेसली छोरी मान्छे होइन, छोरीहरूलाई हुर्काउनको लागि एकदम गाह्रो छ। म चाहिँ एकदमै भाग्यमानी भन्छु क्या आफूलाई है। किनभने मेरो परिवारमा एकदम संस्कार दिनुभएको छ क्या। मेरो बुवा आमाले हामीलाई सम्पत्ति दिन सक्नु भएन होला, तर संस्कार चाहिँ दिनुभयो क्या। अनि अर्को कुरा भनेको मेरो बुवा हुनुहुन्छ नि, देउता जस्तै हुनुहुन्छ क्या मेरो बुवा। कहिले पनि हामीलाई सिधा नजरले हेर्नु हुन थियो है। अनि बोल्दाखेरि पनि कहिले हामीलाई आँखा जुदाएर बोल्नुहुन्न थियो क्या। बुवा अर्कैतिर फर्केर बोल्नुहुन्थ्यो है। आँखाहरू जहिले बुवाको झुकेको हुन्थ्यो क्या, किनभने छोरीहरूलाई त्यस्तै हुनुहुन्न थियो। अनि मेरो आमाले चाहिँ हामीलाई पिट्नु पनि हुन्थ्यो, गाली नै गर्नुहुन्थ्यो क्या। अनि त्यतिखेर चाहिँ कस्तो लाग्थ्यो भने कस्तो सौतिनी आमा जस्तै है, स्टेप मम जस्तै भन्थ्यो। अनि गाउँको एक दुईजना मान्छेले उचाल्ने मान्छे पनि हुन्थ्यो है फेरि। तेरो आमा त सौतिनी आमा जस्तै यस्तो यस्तो भन्ने मान्छेहरू पनि आफूभन्दा ठुला अब होइन गाउँको ठुलो बडा मान्छे त्यो उचाल्ने पनि हुन्थ्यो। अनि आफू पनि टिनेजर है, अनि त्यस्तै लाग्ने। तर कहिले पनि आमालाई फेरि नराम्रो चाहिँ भनिएन क्या, भएन। अनि त्यसपछि अहिले बुझ्दै जाँदाखेरि होइन आफू पनि आमा भयो। आफू आमा भएर पनि अझ बुझेको थिएन क्या। जब अहिले बच्चाहरू ठुलो हुँदै गयो अनि आफूले पनि बच्चाहरूलाई गाली गरिन्छ है। पहिला सानो हुँदा त अलिअलि पिट्थेँ पनि, अहिले चाहिँ म पिट्दिनँ। अहिले चाहिँ एकदमै माया लाग्छ मलाई उनीहरूको को चाहिँ छ र होइन। एउटा कृष्ण होइन, भगवान् श्री कृष्ण र म बाहेक को चाहिँ छ र जस्तो लाग्छ क्या। अनि त्यही भएर अहिले चाहिँ म पिट्दिनँ उनीहरूलाई, तर गाली चाहिँ गरिरहेको हुन्छु। तर त्यो गाली उनीहरूको नराम्रो सोचेर होइन, उनीहरूलाई नराम्रो दुःख होस् पीडा होस् भनेर गाली गरेको होइन रहेछ क्या। मेरो आमाले पनि होइन अहिले मलाई सेम त्यही पर्छ नि त। कतै कसले के गरिदिएला कि के भनिदिएला कि भनेर अलिकति गाली गरिँदो रहेछ, स्ट्रिक्टमा राखिँदो रहेछ क्या। अनि स्पेसली छोरीलाई, किनभने जे पनि हुनसक्छ नि त। अनि त्यो चाहिँ अलिकति आफ्नो त्यो पनि प्रेम नै हो रहेछ क्या छोराछोरीप्रतिको है। अहिले मैले आएर यसो बुझ्दै जाँदाखेरि किन मेरो आमाले स्ट्रिक्ट गर्नुभयो होइन, किन मेरो आमाले चाहिँ बाहिर हिँड्न दिनुहुन्न थियो, त्यस्तोहरू होइन कुरा बुझ्दै जाँदाखेरि चाहिँ कारण यो रहेछ। अहिले आफ्नो पनि बच्चा ठुलो भएपछि थाहा पाएँ क्या। अनि मेरो पनि छोराछोरी जब मैले यहाँनिर भर्खर आएको 1 महिनामै मैले नेपाल लगेर राखेको थिएँ क्या। मेरो छाती यस्तो दुख्थ्यो है, तपाईँलाई थाहा नै छैन। मेरो छोरा छतबाट खसेर बगलङ्ग हुने हो कि जस्तो लाग्थ्यो। छोरीलाई कसैले के गरिदिएला कि भन्ने हुन्थ्यो होइन। कसको विश्वास गर्नु यहाँनिर। म त हेर्नु कोहीको विश्वास गरिहाल्यो भने भिन्नै कुरा हो, नत्र भने म कसैको विश्वास गर्दिनँ थिएँ क्या। आफ्नै श्रीमान होस्, ससुरा होस्, जेठाजु होस्, मेरो आफ्नै भाइ होस्, म विश्वास गर्दिनँ थिएँ। अनि मेरो छोरी छोड्दाखेरि मलाई त्यस्तो गाह्रो भएको थियो क्या। त्यसपछि त मैले नेपाल गएको बेला त लिएर आउने निदो गरेँ क्या। लिएर आउने निदो गर्दाखेरि पनि अनि सासूहरू श्रीमानहरूले त अब होइन, श्रीमानले नलग गाह्रो हुन्छ भन्दा नि मलाई थाहा थियो यहाँ ल्याएर त्यत्तिकै सजिलो कहाँ हुन्छ अर्काको देशमा होइन। तिमीमाथि यहाँ त 1 मिनट पनि बच्चालाई छोड्न मिल्दैन थियो। तर पनि म त डरले भोलि गएर मेरो छोरीलाई होइन कतै एब्युज भइहाल्ला कि केही भइहाल्ला कि मेरो छोरो छतबाट खसेर मर्ला कि होइन भनेर चाहिँ मैले छोडिनँ क्या। मैले ठगेरै ल्याएँ। मैले उनीहरूको पेपर चाहिँ बनाउनुपर्छ, रिन्यू गर्नुपर्छ, त्यसको लागि बच्चा हुनुपर्छ साथमा, नत्र भने हुँदैन भनेर चाहिँ मैले ठगेरै ल्याएँ। त्यसपछि रिटर्न ल्याउने होइन भन्दा नि मैले कहिल्यै पठाइनँ क्या। केही बाहना बनाइदिएँ। किनभने मान्छेको विश्वास छैन क्या। कतिखेर त मान्छेमा भूत चढ्छ, राक्षस चढ्छ है, थाहा नै छैन। हामीमा छ नि त ती राक्षस गुण पनि हामीभित्रै छ, देव गुण पनि हामीभित्रै छ। कतिखेर ती राक्षस गुण हामीमा उत्पन्न हुन्छ र हामी के गर्छौँ आफूलाई नै थाहा छैन। भनेपछि कुन आधारले कुन विश्वासले चाहिँ होइन छोरी मान्छे आफ्नो छोराछोरी छोड्नु क्या। त्यही भएर म पनि भन्छु हेर्नु जतिसुकै दुःख होस् कष्ट होस्
आफ्नो बच्चा सब कसैले पनि नछोड्नुहोस्। कोही बाध्यताले विदेश जानु भएको छ भने पनि नजानुहोस् भन्छु म त विदेश पनि। आफ्नै ठाउँमा बसेर बरु खेतबारीको काम गर्नु जानुहोस्, बरु लेबर काम गर्नुहोस्, ज्यामी काम गर्नुहोस्। तपाईँले त्यो ज्यामी काम गरेर आफ्नो बच्चा पाल्न पनि सकिन्छ क्या। विदेश गएर मात्र बच्चा पाल्नुपर्छ भन्ने छैन। त्यही भएर आफ्नो छोराछोरीसँग बस्नुहोस्, राम्रो संस्कार दिनुहोस् होइन, सिकाउनुहोस्। भोलि गएर होइन छोरीमा स्पेसली छोरी मान्छे तपाईँले बिहे गरेर कन्यादान गरेर दिनुहुन्छ भने पनि नसिकाउनु। तपाईँले छोरी इज्जतको लागि तैँले 2 थप्पड भयो नि सहनुपर्छ, यस्तो त श्रीमान श्रीमतीमा भइहाल्छ नि भनेर नसिकाउनुहोस्। किनभने एकपल्ट जब हात लगाइसक्छ मान्छेले त्यसपछि उसलाई बारम्बार हात लाउन पिट्न कुनै पनि आइतबार चाहिँदैन। त्यो मान्छेले बारम्बार पिट्छ, बारम्बार एब्युज गर्छ क्या। त्यही भएर यो सिकाउनुहोस् कि तपाईँको आफ्नै ज्वाइँले पनि एक थप्पड कुनै दिन हान्यो भने पनि त्यतिखेरै त्यो ज्वाइँलाई छोडिदिएर आइज हामी छौँ भनेर चाहिँ त्यस्तो खालको सिकाउनुपर्छ हामीले। अब चाहिँ एकदमै छोरी मान्छेलाई तँ छोरी होस्, तँ यस्तो हुनुपर्छ भनेर सिकाउने होइन, एकदम स्ट्रङ हुन सिकाउनुपर्छ क्या। एकदमै आफ्नो उसमा चाहिँ फाइट गर्न सक्ने होइन। अनि साना बच्चालाई पनि बच्चादेखि नै सिकाउनुपर्छ। तिमीलाई कसैले छुयो भने आएर तुरुन्त भनिहाल्ने, तिमीलाई कसैले जिस्कायो भने आएर भनिहाल्ने भनेर त्यस्तरी सिकाउनुपर्छ हामीले। अर्को कुरा कस्तो भने हामीले छोराछोरीको अगाडि पनि श्रीमान श्रीमती प्रायः हामी श्रीमतीहरू त अलिकति हामी त यो नै हुन्छौँ होइन। श्रीमानहरूको बेहोरा कस्तो हुन्छ भने छोराछोरीकै अगाडि जिस्किने होइन, चल्ने, जे पनि गरिदिने त्यस्तो खालको हुन्छ क्या। अनि हो त्यसमा पनि आफ्नो श्रीमानलाई चाहिँ कन्ट्रोलमा राख्नुपर्छ क्या। छोराछोरीको अगाडि त्यस्तो होइन जिस्किने, जे पनि गर्ने होइन नि त। किनकि छोराछोरी त साना हुन्छन्, उत्सुकता हुन्छ उनीहरूलाई कस्तो होला भन्ने। अनि उनीहरू ठुलो हुँदै जान्छ, क्युरियस हुँदै जान्छ। त्यसपछि उनीहरूले ल नि त लेट्स ट्राई भनेर चाहिँ अनि उनीहरू त्यो बाटोमा चाहिँ हिँड्न पनि सक्छन् क्या। त्यही भएर हामीले चाहिँ होइन एकदमै संस्कार राम्रो दिनुपर्छ छोराछोरीलाई। छोराहरूलाई पनि हामीले सबै स्त्री होइन, सबै फिमेलहरू आफ्नै दिदीबहिनी जस्तो सोच्नुपर्छ, आफ्नो आमा जस्तो सोच्नुपर्छ भनेर त्यस्तो खालको संस्कार दियो भने चाहिँ अपराध कम हुन्छ। नत्र भने यस्तै तालो भने चाहिँ अपराध कम हुँदैन क्या है। हामी आफू संस्कारी हुनु पऱ्यो, छोराछोरीलाई संस्कार सिकाउनको लागि फर्स्टमा, त्यसपछि बल्ल चेन्ज हुन्छ। हस् त, हरे कृष्ण।